ल सबैले पोच मारौँ ल हामी चाहिँ अब खोलामा आज चाहिँ धेरै छैनौँ थोरै छौँ होइन बिस्तारै गर्नेछौँ जाली पनि धेरै छैन एउटा दुईटा तिनटा छ तर दुई बक्सको तीन बक्सको छ होइन त्यही भएर हल्का अप्ठ्यारो हुन्छ कि भन्ने तर खासै अप्ठ्यारो त हुँदैन होला मलाई जहाँसम्म लाग्छ ल तल जेस ट्र्याक्टरहरूले त्यो ढुङ्गाहरू बोकिँदैछ होइन त्यो ढुङ्गा चाहिँ उतानेर डिलमा यस्तो हो क्या यो ट्र्याक्टरले यस्तो डिलमा ल्याउँछ होइन अनि डिलमा यसरी ल्याइदिइरहेको छ यसरी ल्याइदिइराखेर अनि ट्याक्क हाल्ने क्या जस ल जस राम्रै काम हुँदैछ होइन नमस्ते सबैजनालाई मेरो नाम चाहिँ बुदाङ हो होइन अनि म चाहिँ धरानबाट हो अनि यो हेरिराख्नु भएको भिडियो चाहिँ बुदाङले बनाएको हो अनि ल अहिले चाहिँ 2081 हो अनि वैशाख जेठको महिना तर पनि खोला अहिले फर्स्ट फ्लडमा यस्तो डेन्जर आयो नि हेर्नु नि सबै कस्तो डिस्ट्रोय गरे क्या यहाँनिर एउटा टोइलेट छ टोइलेटमा यो जग्गा खास त यहाँदेखि यति थियो क्या यत्रो जग्गै उडाइदियो यार माटोक्ने ल यस के हुँदैछ हो ल ल जस हाम्रो भला अङ्कल चाहिँ हाम्रो झनाचोकको एकदम डटफटमा पनि अघि काममा पनि अघि हरेक चिजमा अघि ल सब चिजमा अघि छ हाम्रो भला अङ्कल चाहिँ समाजसेवीदेखि लिएर डटफटदेखि लिएर यताउति है हाम्रो भला अङ्कलले गर्नु नभएको काम भनेको चाहिँ त्यो अब हत्या सत्या मात्रै हो सब कुखुरा बाख्रा सुँगुर सब गर्नुहुन्छ ल सबै डटफटमा पनि एकदम अघि हुनुहुन्छ हाम्रो भला अङ्कल चाहिँ हामी सबै हामी सबै यो हामी छरछिमेकहरू होइन जस सघाउ हुँदैछ उहाँ चाहिँ तल नेवा टोलदेखि आउनुभएको हामीलाई सघाउनु मात्रै है उहाँको मन चाहिँ एकदम ठुलो हुनुहुन्छ नेवा टोल चाहिँ यहाँदेखि हाम्रो लगभग यहाँदेखि 800 मिटर तलतिर होला यस ल उहाँ रातो लाउने अङ्कल चाहिँ एकदम तलदेखि आउनुभएको छ हामीलाई सघाउनु उहाँको मन चाहिँ एकदम ठुलो ल अहिले चाहिँ यो फुटाउने कार्यक्रम भएर सबैजना बसिराख्नु भएको छ होइन कोही कोहीले गर्नेहरूले गर्दै हुनुहुन्छ जस हामी अहिले चाहिँ थोरै छौँ तर काम एकदम अघि बढिरहेको छ होइन मजा नि धेरै बिरालोहरूले शिकार गर्दैन भने जस्तै ल हामी चाहिँ अहिले थोरै छौँ छिक्क छौँ एकदम अगाडि बढिरहेछ काम चाहिँ जानु त्यस्तो प्रकार गइरहेछ यस्तै टोइलेटदेखि है बिजोग भइरहेछ नि बिजोग भइरहेछ